7 नम्बर सिट बनायो यसलाई काट्नु लगाएको हिजै हामीले यहाँ तर अन्तिममै 12 नम्बर सिटमा परेको छ गुरुजीमा यसको कर्म चाहिँ हो क्या अब 12 नम्बरमा चढेर जाला दसैँमा घर जानु पाए भयो ल शुभयात्रा वेलकम आजको न्यू भ्लगमा आफ्टर लङ टाइम पछि भ्लग आउँदैछ गाइस आइतबारे बजार हो यो भिडभाड बाक्लै छ म चाहिँ यतातिर बसिरहेको छु है बसेर रमिता अवलोकन गर्दैछु अलैसम्म छ माथिसम्म छ है ल फाइनली उहाँलाई मैले यहाँ एउटा ड्युटी अराएको छु त्यो ड्युटी गर्दैछन् तर अलिक धनी लगाइरहेछ नाइट भइसक्यो फाइनली सुन्नु भएन होला त्यही कुरा दोहोऱ्याउन चाहन्छु आज हामीले हाम्रो जुन भदौको 23 र 24 गते पुरा बुद्धि हाल्नुभयो जो जेनजीहरू शहीद हुनुभएको थियो उहाँहरूको सम्झनामा आज हामी उहाँहरूको चाहिँ 13 दिनको पुण्यतिथिमा आज यो शोक सभा हामीले गरिरहेका छौँ र हामी मात्र छैनौँ आज हाम्रो जो धरान पासमा हाम्रो साजन मेवाहाङ राईजी हुनुहुन्थ्यो उहाँका 2 सन्तान 2 छोराहरू हुनुहुन्छ र सँगै उहाँको दाजु हजुर पनि हामीसँग हुनुहुन्छ यानि कि उहाँको परिवार हुनुहुन्छ हामीसँग त्यसैले हामी जति पनि छौँ हामीले क्यान्डल बालिसकेका छौँ अब हामी मौन धारण गर्नेछौँ 1 मिनटको मौन धारण गर्नेछौँ जेनजी शहीदहरूको दीप प्रज्वलन गरेर आज मौन धारण गरिँदै रहेछ 13 दिनको पुण्यतिथिमा यो श्रद्धाञ्जली अर्पण कार्यक्रममा जो उपस्थिति रहनुभयो विशेष त हाम्रो शहीद परिवारलाई धेरै धेरै पुनः एकपटक हामी हृदयबाट जेनजीहरूलाई 1 मिनट मौन धारण दिएर जेनजी शहीदहरूलाई हो क्या अब हामी कता जाउँ अब यता जाउँ पुतली लाइन जाँदैछौँ हामी अब सर्लक्क गएर कपाल सपाल काटेर फर्किने हो यता हेर्न कपाल काटेर गाउँ जाने हेर त ल यो भोलि गाउँ जाँदैछ अहिले धरानमा छौँ अब यो हिरो भएर गाउँ जान्छ अरे कपाल काट्दैछ है गाइसहरूले अब यो पर भानुचोकको भिडभाडबाट हामी जेएनजी शहीदहरूको चाहिँ श्रद्धाञ्जली कार्यक्रम त्यहाँ हुँदै थियो हामी त्यहाँबाट फर्किसकेको अब यता आएर यो भोलि गाउँ जाने रे यसलाई फेरि पठाउनु छ भोलि 7 नम्बर सिट बनायो यसलाई काट्नु लगाएको हिजै हामीले यहाँ तर अन्तिममै 12 नम्बर सिटमा परेको छ गुरुजीमा यसको कर्म चाहिँ हो क्या अब 12 नम्बरमा चढेर जाला दसैँमा घर जानु पाए भयो ल शुभयात्रा ल फाइनली यो केटो अब घर जाँदैछ भानुचोकबाट अब हिँड्न लागेको 6 बजीको गाडी हो 6:15-20 हिँड्दो रहेछ ल साथी यो घर सबै अभियान चलिरहेछ मेरो बाहिरपट्टि घोडा राखेको छु यो बाहिरभित्र सरसफाइ गरेर भर्खर सकाएको पसिन अवस्थामा छु यतातिर डम्पिङ गरिदिएको छु मैले उधोपट्टि मैले डम्पिङ गरेको छु भित्र बाहिर परेसम्म झारै जान्थ्यो फुलहरू चाहिँ राखिदिएको छु अब गाडी पखाल्ने त्यसपछि लाग्ने यता मैले सबै थ्योहरू गरेँ है यता पनि सकाइयो ल हेर्नुहोस् मेरो घरको अवस्था झारले पुरिएको अवस्था थियो चटसप भएको छ कस्तो लाग्यो भिडियो लाइक हाल्नु सब्सक्राइब गराउनु डेली भ्लगलाई माया सपोर्ट गराउनु फेरि भेट्नुपर्छ अहिले छुट्याउनु त गाइज